What's so beautiful people? मोबाइलबाट हो है It's me Anik Pokhel from APR Vlogs. अहिले चाहिँ हामी छौँ यहाँनिर तपाईँ क्लिप भएदेखि म अर्को त्यो टिकटकबाट त्यो एपिआर भ्लग भन्दै उयो भ्लग बनाउनु बाटोको त मलाई 100 चाहिन्छ दाइ बेलुका जस्तो यो के ठाउँ अरे काभ्रे भन्ज्याङ छ अहिले चाहिँ हामी गइरहेछौँ उता नेपाल थोक उयो छ हाम्रो सबिन भाइ एनर्जी ड्रिङ्क इज भाइ सो अब चाहिँ अस्ति चाहिँ फोनबाट भिडियो गर्दै थिएँ फोन समाउन चाहिँ गाह्रो हुने रहेछ क्या त्यही भएर आज चाहिँ गोप्रो लिएर आएको छु गोप्रोबाट गर्दै 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 जान्छु हेर्नुहोस् है त गाइस जुत्ता हेर न झन् च्यात्तिक जुत्ता लगाएर के बिग्रिन्छ भनेर मैले मान्छे त अनि बाटो चाहिँ बाटो तर चाहिने काममा चाहिँ अलिक उहाँले भइयो कि धेरै नै सो ल अब हाम्रो यात्रा सुरु भइसकेको छ सरर र सबिन भाइले बाइक चलाउँदैछ भने म पछाडि बसिरहेको छु विश्व भाइ अगाडि अगाडि सरर हिँड्दैछ हाम्रो सबिन भाइ मक्ख छ है मुखमा चाहिँ के चपाएको थाहा छैन गुट्का हो कि के हो यात्राको क्रममा कहिलेकाहीँ अल्छी लाग्छ बोर हुन्छ अब हाम्रो ट्राफिक सरहरू पनि देखियो यताबाट चाहिँ हामी नवबुद्ध जाने बाटो हो भने यताबाट चाहिँ हामी सिधै मेन बाटो हामी लाग्छौँ अगाडि अब हजुरहरूलाई हामी बाटोमा देखाउँदै भ्यू स्यू देखाउँदै बाटो देखाउँदै जानेछौँ होइन सो अहिले चाहिँ हामी डिसेलबाट उता लागिसकेका छौँ हेर्न सक्नुहुन्छ मलाई एउटा दुःख लागेको कुरा चाहिँ के हो भने आज मैले मेरो साथी प्रवीणलाई बाइक मागेको थिएँ अनि बिहान कल गरेँ उसलाई मैले के भने दोस्त मलाई बाइक चाहिएको थियो आज र भोलिलाई भने अनि उसले ओके हुन्छ आइज न लिन भनेर भन्यो अनि मैले उसलाई स्कुटर छोडिदिन्छु भनेर भने उसले ससुराले जानुपर्छ के भन्दै थियो मलाई अनि ओके ठिक छ म स्कुटर छोडिदिन्छु भने अनि पछि बाइक लिन गएपछि उसले फोनै उठाएन मैले 8-10 चोटि कल गरेँ ठिकै छ एन्ड साथीले आज धोका दियो नो टेन्सन अब के भनौँ मैले हुने बेलामा त साथीलाई लगेर चढ भनेर क्रस फायरै दिएको थिएँ तर पनि दिएन दुःख लागेको छ एकदमै एन्ड अर्को कुरा चाहिँ के भने ठिकै छ अब के भन्नु यस्तै त रहेछ नि आफूसँग नभएपछि अरूले नदिने रहेछ भन्ने कुरा थाहा पाइयो हुँदैन हो गएन भाइ We have to accept what we have. यो हेर्नु सक्नुहुन्छ त्यो भयो भने मैले पनि सिधै भने क्या नदिने भनेर डाइरेक्ट भने त्यो बरु सुन्न मिल्दैन भनेर हुन्थ्यो हो कि होइन
खोलिसक्यौँ खोलिसक्यौँ सरहरूलाई धेरै धन्यवाद है तपाईँलाई चाबी मागेर हामी चाबी खोल्यौँ मलाई तपाईँ हाल्नु सो हेर्न सक्नुहुन्छ निलो आकाशमा सेतो बादल यात्राको क्रममा देखिने दृश्यहरू भ्यूहरू कति राम्रो छ हेर्नुहोस् पहाडहरू कस्तो मजाले देखिरहेको छ टिप्परले मजाले सामान बोकेर आइरहेछ है अगाडि टिप्पर आउँदैछ अब हामीले साइड दिनुपर्ने हुन्छ एकछिन रोक्नुपर्ने हुन्छ किनभने बाटो साँघुरो छ च्याप्नु हुँदैन यस्तो कन्डिसनमा हामी रोकेर बस्नुपर्छ सो गाडी हेलो ल है त अब फेरि हामी लाग्यौँ बिस्तारो बिस्तारो यात्रा आफ्नो गन्तव्यतर्फ अरूभन्दा नि यो पहाडहरू चाहिँ एकदमै कस्तो राम्रो देखाएको छ कि एकदमै राम्रो देखाएको छ कि एकदमै हेर्न सक्नुहुन्छ अहिले चाहिँ हामी रोसी खोला भन्छ होला है हो रोसी होइन कस्तो धमिलो यार खोला तर कस्तो खोला अब ठुलो त सो अहिले चाहिँ हामी लगभग नेपाल थोक पुग्न आँटिसकेका छौँ बाटो हेर्न सक्नुहुन्छ बाटो चाहिँ एकदमै धेरै बिग्रेको छ है हिलो कच्ची छ यो बाटो चाहिँ चाँडै बन्छ भन्ने आशा छ अब कहिले बन्छ थाहा भएन अरूभन्दा पनि त्यो पारी देखेको त्यो डाँडाहरू त्यो माथि देखेको आकाश निलो आकाश त्यो बादलहरू चाहिँ एकदमै राम्रो देखिरहेछ है अनि चारैतिर हरियाली तर घुम्ने टाइम पनि अहिले चाहिँ एकदमै सही हो कि हजुरहरू पनि यसो टाइम मिलाएर घुम्न निस्किनु होला है सो बाटो चाहिँ एकदमै बिग्रेको छ हामी बिस्तारै जाँदैछौँ दाजुभाइ सो यो जङ्गलहरू चाहिँ हेर्न सक्नुहुन्छ मैले एउटा कुरा चाहिँ भने त्यो हुन्छ नि हामी जस्तो भिडियो क्लिक गरेर पछि एडिट गर्छौँ नि हल्का कभर हाल्छ नि ठ्याक्कै त्यस्तै देखिरहेको छ सेम त्यस्तो चाहिँ अब एडिट गरेर आएको जस्तै छ क्या पुरै होइन त भाइ हरियो क्या पुरै लोन पाइने हुन्छ हाम्रो यात्रा सबिन कल गर ल अहिले काम सकेर कल हान कल चाहिँ हान है यहाँ सक्ने बित्तिकै ल हस् सर हस् सर तपाईँलाई एउटा नम्बर मैले म्यासेज गरेर राखिदिन्छु होइन सुन्नु न फेरि म यस्तो बाटोमा भ्याली बाहिर छु अहिले फेरि मेरो ठ्याक्कै कल लाग्दैन भने चाहिँ अलिक झ्याउ लाग्यो भनेर क्या सर ल ल सर हस् त्यसो भए ल हस् सर हस् सर हस् सो हेलो अब चाहिँ हामी ठ्याक्कै यो खुर्कोटनिरको एउटा ड्रोन सट हानौँ है हेरौँ के कस्तो हुन्छ आइरहनु ड्रोन सट चाहिँ म मजाले हान्दैछु अब ड्रोन सट कस्तो आउँछ हेरौँ ड्रोन सटलाई मजाले रमाइलो गरौँ जति सकेको राम्रो एउटा भ्यू क्याप्चर गर्ने कोसिस गर्नेछु लेट्स गो
चिसो खान लाग्यो चिसो गर्मी धेरै रहेछ अनि यता एकदम गर्मी झन् हप पोली छ के खुरकोट भने कहाँ सिसा भाटा खुरकोट त छुयो होला सायद हस् फर्किनु पर्ने हो खै हेर म एक कुरा हुँदैछ एकैछिन फर्किनु मन त छैन अब के हुन्छ हेरौँ बाटो त के हो नि गर्मी चाहिँ उग्रै गर्मी रहेछ यता गर्मी चाहिँ वाइल्ड छ गाइज है ल हेर्नुहोस् यहाँ संसारै देखाएको छ त देख्नु त यार गोब्रो पनि कति बेला चाहिँ मिस्टेकले बन्द गर्ने बिर्सिँदो रहेछ अनि अनै भएर बसिरहँदो रहेछ क्या तर गोब्रोको त ब्याट्री मसँग 2-3वटा छ टोटल टेन्सनै छैन क्या फेरि ब्याट्री 3टा ब्याट्री भएपछि त इनफ हो कि इनफ तर कस्तो डरै लाग्ने यहाँ छेउ साइड हेर्दा त बा मैले माइक त जोडेको छु नि है जोड्नु पर्ने हो जोडेको छु छेउ साइड हेर्दा चाहिँ डरै लाग्ने क्या धेरै पछि बाइक पनि मजाले चलायो है एकदम मजा आइरहेछ कि मलाई मजा लागिरहेछ कि सरर बढार्न पाइरहेछ एउटा कुरा के गाइज एउटा कुरा भन्छु है म हजुरहरूलाई यो बाइक चलाउने बेला तर बाइक चलाउने चाहिँ सबभन्दा एउटा राम्रो बानी हो क्या बाइक चलाउँ जस्तै मान्छेलाई हुन्छ नि एकदम धेरै टेन्सन भयो भने अनि तनाव भयो भने चाहिँ सट्ट बाइक लिने सरर हिँड्ने क्या फेरि त्यो टेन्सन भयो भन्दैमा फेरि कुनै चाहिँ के केस भइदिन्छ भने अब तपाईँको हुन्छ नि बाइक चाहिने भन्दा बेसी बटारिदिने अनि एक्सिडेन्टै हानिदिन्छु म यहाँ त्यहाँ त्यो टाइपको लेभल नै हुन्छ नि फेरि होइन तर त्यस्तो चाहिँ हुनु भएन कस्तो बाङ्गो भएर आएको यो गाडी त यस्तो भएर आएको सो बाइक लिएर सरर दिमागले केही सोच्नै पाउँदैन क्या बाइक त्यो भयो बाइकमा हिँडेपछि आफूलाई भ्यूहरू हेर्ने अनि यस्तो आफ्नो गन्तव्य सम्झिने टक्क बाटोलाई मात्रै कन्सन्ट्रेट गर्ने होइन त्यो भएपछि केही चाहिँदैन क्या यतिको चाहिँ रमाइलो हो क्या गाइस त्यो पनि एउटा एकदम राम्रो कुरा हो भन्छु म चाहिँ अब फेरि सबैलाई आफ्नो त्यो हुन्छ पहिला म त्यही गर्थेँ कि जब टेन्सन हुन्थ्यो डट बाइक बोक्थेँ सिधै डाँडातिर चढिहाल्छ क्या आजभोलि चाहिँ ठ्याक्कै उल्टो छ क्या जब टेन्सन हुन्छ भट्टीतिर चलिहालिन्छ क्या सबै कुराको एउटा समय हुँदो रहेछ क्या होइन गाइस सबै कुराको एउटा टाइम हुँदो रहेछ क्या कुनै एउटा जमाना थियो क्या जब टेन्सन हुन्थ्यो होइन टक्क डट बाइक स्टार्ट गऱ्यो ब्यागमा टक्क चिसो एक्सट्रिम हाल्यो आफूलाई के खानु मन लाग्छ होइन टक्क अझ बुटसुट लाग्यो सर डाँडामा गइदिइहाल्ने क्या जङ्गलमा अनि बाइक अफरोड अब यस्तो अफरोड हान्ने कि यस्तो अफरोड कुदाउने क्या अनि त्यसपछि दिमागै टक्क बाइक रोक्दाखेरि त रिलिफ फिल हुन्थ्यो क्या अनि अहिले चाहिँ के हुन्छ भने फेरि जब टेन्सन हुन्छ भट्टीतिर चलिहाल्ने क्या अहिले चाहिँ एउटा समय नै कस्तो क्या भट्टी भनेर फेरि त्यो भट्टीमै चाहिँ गइँदैन है हामी गाइस भट्टीमा जानुको कारण फेरि भट्टीवाली साउने अलिक राम्रो पऱ्यो भने त मजै कुरा हो भट्टीवाली राम्री नभएपछि फेरि गाह्रो क्या म पनि बद्दिकिने हो त एकछिन त्यो स्कुटर र त्यो बाइक कस्तो कुदाएको स्कुटर कस्तो नि यस्तो कुद्छ भने हुनु त कुद्छ नि यार कला हुनु पऱ्यो नि ल हेर्नुहोस् त गाइस कसम म त्यो स्कुटर र चाहेर नि भेटाउन सक्दिनँ हौ अहिले त डर लाग्छ हो लास्टै आफूलाई ज्यानको धेरै माया लाग्न थालेको छ हौ मलाई कहाँ त्यसरी कुदाएर हुन्छ यार यस्तो बाटोमा बिस्तारो जाने होइन कहाँ जानु छ र ल त्यो स्कुटर र त्यो के भन्छ त्यो आपाजी बाइक रेस हान्दै हिँडेको छ क्या आपाजी पनि फेरि 2जना मान्छे छ झोला पनि ठुलो छ तै पनि कस्तो कुदाएको हो स्कुटर हेर्नुहोस् न स्कुटर बाबा अब चाहिँ यहाँबाट चाहिँ पुरै उकालो होला जतिसम्म मलाई लाग्छ अब चाहिँ बल्ल स्कुटरवाला र मेरो लेभल मिल्ने भयो किनभने उहाँ पनि बिस्तारै हिँड्दै हुनुहुन्छ म पनि बिस्तारै जान्छु है तर लिची खाने टाइममा आउनु पाएको भए चाहिँ एकदम मजा आउँथ्यो क्या यो साइड चाहिँ मलाई लिची किनभने पहिला एकचोटि हामी आएको थियौँ क्या उहाँ गएको थियौँ क्या हामी लिची खाने टाइममा कहाँ भने उता
यो इटरीबाट पनि अगाडि दमक गएको थियौँ क्या। अनि आउने बेलामा बाटोमा लिची किन्दै खाँदै आएको थियौँ क्या म अनि हाम्रो झोले साथी अनि एउटा राइडर। हामी 3 जना थियौँ त्यो टाइममा चाहिँ। ल अहिले चाहिँ हामी कहाँनिर आइपुग्यौँ थाहा छैन मलाई जतिसम्म लाग्छ। खै अघि त्यहाँनिर होटल मन्थली लेखिरहेको थियो, मन्थली नै हो कि मन्थली त्यता होइन जस्तो लाग्छ मलाई चाहिँ। खै के हो है, आई डोन्ट नो। ल हेर्नु यहाँ, ल हेर्नुहोस्। अब अलि अगाडिबाट चाहिँ हामी लेफ्ट गयो भने चाहिँ उता बर्दिवास 75 किलोमिटर रे है। लेफ्ट गयो भने चाहिँ के भन्छ उता चिरी साइड कि कता पुग्छ। म चाहिँ लेफ्ट साइड जानुपर्ने हुन्छ, राइट साइड गयो भने चाहिँ बर्दिवास पुग्छ। म चाहिँ बर्दिवास साइड जाँदिनँ अहिले। सो मैले धुलो त कतिलाई चट्टाएँ भने कसम गाइस। टायर कस्तो बग्न थालिसक्यो क्या अब फेरि त्यही माथि। तात्यो नि त, टायर तातेपछि ग्रिप दिन्छ क्या टायरले। अब त्यो अब कतिलाई थाहा हुन्छ कतिलाई थाहा हुन्न होइन। यो बाइक त अझ के हुन्छ र मैले भने होइन भित्रीहरू भयो भने त गाइज यार फेरि मलाई फेरि बाइकको नसा बस्ला भने टेन्सन के। भित्रीको यस्तो भित्रीको याद आइरहेछ कि कुरा छोडिदिउँ न। भित्री भयो भने सुई हान्नलाई है। त्यही माथि यस्तो टायर चाहिँ एकदम राम्रो चाहिन्छ। फेरि टायर चाहिँ हाल्ने एमआरएफ अनि भित्री बोकेर कुदाउने त्यो चाहिँ मजा भएन। त्यसको मतलब यो होइन कि एमआरएफ टायर हालेर भित्री चलाउनै मिल्दैन भन्न खोजे पनि होइन है। फेरि मतलब अब केटाहरूले हाल्छ नि त, एउटै टायरको 45,000 50,000 पर्छ रहेछ यार। मैले चाहिँ त्यस्तो महँगो टायर हालेको छैन। मेरो भित्री हुने बेलामा मैले रेस हान्नलाई बाइक दिएको थिएँ हाम्रो सन्तोष दाइलाई। अनि सन्तोष दाइले चाहिँ हालेको थियो कि टायर अल्फा 13 र 14 थियो। मैले नि कुदाउन चाहिँ मस्त कुदाएको थियो टायरमा बाइक भित्री। तर गाइज एउटा कुरा भन्छु है, म यो लङ टुरमा यात्रा गर्ने सबैजनालाई, गाडीमा यात्रा गर्नुहुने सबैजनालाई म एउटा कुरो चाहिँ एकदमै मनदेखि नै भन्छु है, प्लिज यो बमिट गरेर बाटोमा फाल्ने काम चाहिँ नगरिदिनु होला प्लिज। मैले यति धेरै भेटिसकेँ कि देखिरहेको छु कि बाटोमा बमिट गरेर सबै बाटोमै फालिदिएको छ क्या। फाल्नु पऱ्यो भने फाल्न त फाल्नुहोस् होइन। सकेसम्म त सकेसम्म बरु डस्टबिन खोजेर फाल्ने गर्नुहोस् होइन। डस्टबिनसम्म पुर्याउन सक्नुहुन्न भने के गर्नुहोस् भने यत्रो जङ्गल छ यत्रो घारी छ हेर्नुहोस् त। त्यति घारीमा फाल्न सकिन्छ नि होइन र रोडमै फाल्नुपर्ने त जरुरी छैन नि त होइन र। किनकि अब घारी खोज्नलाई धेरै हिँड्दै टाढा जानुपर्ने त होइन। आफैले गरेको बमिट आफैले फुत्त अलिकति उत्यो गरेर प्लिज रोडमा चाहिँ नफालिदिनु होला भन्छु म चाहिँ है। यो गाडीमा यात्रा गर्दाखेरि अब धेरैजनालाई गाह्रो हुन्छ, त्यो कुरा म बुझ्छु होइन। त्यसैले यो के भन्छ यसरी जहाँ पाइ त्यही बमिट चाहिँ नगरिदिनु होला। एकजना ब्रदर चाहिँ हेर्न सक्नुहुन्छ मजाले टाउको निकालेर बाहिर बसिरहनु भएको छ। यस्तो हाइवेतिर चाहिँ कहिले पनि यात्रा गर्ने क्रममा यसरी टाउको पनि पिच ननिकालिदिनु होला। अब यस्तो नर्मल बाटोतिर त हुन्छ झन् यस्तोमा पनि हुँदैन कि, किनकि गाडीहरू एकदम सानो रोड छ नि त, च्याप्पेर आउँछ नि त। त्यसैले अलिकति विचार गरिदिनु होला। म योभन्दा पहिला चाहिँ लास्ट टाइम आउने बेलामा चाहिँ अब जब यो यतातिर छ नि गाइस अहिले त एकदमै गर्मी छ होइन। अब यहाँबाट माथि गएपछि चाहिँ एकदम त्यो हुन्छ नि सिन्धुलीगढी माथि भन्दो रहेछ जङ्गल छ क्या। हाम्रो जस्तै शिवपुरी राष्ट्रिय निकुञ्जभित्र कति जानु भएको छ माथि शिवपुरी बागदोरतिर हो त्यस्तै टाइपको ठुला रुखहरू क्या, कस्तो चिसो है। त्यो बेलामा हिउँ नै थियो जस्तो लाग्छ क्या मलाई। भित्तातिर छेउतिर अलिअलि हिउँ पर्छ जस्तो लाग्छ क्या मलाई। खै आइरहनु है ठ्याक्कै याद चाहिँ भएन तर हो कि जस्तो चाहिँ लाग्छ क्या मलाई यो माथि गढीतिर क्या। हेर्नुहोस् न अब माथि आएपछि पुरै बादलहरू कस्तो राम्रो क्या। पुरै जिन्दगीमा यार पैसा कमाएर
यो रक्सीमा दिनरात रक्सी खाएर बस्नुभन्दा त यो धेरै रमाइलो छ यार गाइज यार। यो मेरो साथी हो। अब हामी रक्सी खान छोडिदिनुपर्छ केटा हो। रक्सी खान छोडिदिउँ केटा हो। रक्सी खाएर जहिले रक्सी खाएर ग्यादरिङ गरेर मासु र रक्सी खाएर खालि हन्ट हानेर होइन भएन केटा हो। अब हामी बरु बाइकमै निस्क्यौँ। एक महिनाभरि साथी आज आउन यार कस्तो मोड यस्तो भइरह आज बसौँ न यार भनेर दिनकै बोलाउनु भन्दा बरु महिनाको एकचोटि महिनाको अन्तिम फ्राइडेतिर निस्किने। फ्राइडे जाने, स्याटरडे जाने, सन्डे टक्क नभए सन्डे पनि बस्ने के भयो र। महिनामा दिनकै रक्सी खानुभन्दा त बरु खाने तर लास्ट शनिबार त मैले भने नि लास्ट फ्राइडेतिर सरर निस्किने। ल गाइज अब मेरो डेस्टिनेसन कमिङ सुन। जानुहोस्। यहाँबाट लास्ट टाइम हामीले काफल लिएर गएको थियौँ क्या। यहाँबाट काफल किनेर लिएर गएको थियौँ। यहाँनिर एउटा भिडियो पनि गरेको थिएँ कि आरुण भाइ भित्रीमा सायद मुनि टिकटकमा होला क्या। ठ्याक्कै त्यहाँनिर आइपुग्यो मलाई याद आयो क्या। ल हेर्नुहोस् गाइस जङ्गल हेर्नुहोस्, हरियाली हेर्नुहोस्। अब चाहिँ पानी पर्ला जस्तो भइरहेछ। पानी चाहिँ नपर्दै हुन्थ्यो भन्छु म चाहिँ। 15 बजेर 8 मिनट भनेको 3 बजेर 8 मिनट गइसकेको छ। यहाँ पर एक ठाउँ पानी खाने ठाउँ छ क्या। त्यो धरि मलाई याद छ क्या। मान्छेहरू पानी लिन आउँदो रहेछन् क्या त्यहाँनिर कुवा जस्तो। अब के भन्छ यार हो त्यो यो के भन्छ यार मेरो घडी साला साइक्लिङ रेकर्ड यो के हो यो आउटडोर साइकल भन्छ त्यसले के भने किन रेकर्ड गर्नु पऱ्यो कि मलाई पर्दैन के यार पर्दैन यार। ए मेरो एप्पल वाच मेरो भाइ बस्यो अघि सोचिरहेको होइन रहेछ चेकिङ के गर्दै हुनुहुन्छ। फेरि यस्तो जङ्गलतिर ट्र्यापतिर बस्या हुन्छ नि त ट्राफिक सरहरू। खै आइडन यहाँनिर कहाँनिर एउटा पानी खाने ठाउँ थियो क्या। त्यहाँनिर रोकेर पानी चाहिँ खाइदिउँ भनेको